रेडियो कान्तिपुरमा अबको प्रस्तुति शब्द श्लाघा। नमस्कार। शब्द श्लाघाबाट सहकर्मी दीपकसँगै भूपेन्द्रको रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा बिहिबार राति हामीले नेपाली साहित्यका बहुचर्चित मूर्धन्य लेखकका कृतिलाई ससुर वाचन गर्ने गर्छौं शब्द श्लाघामा। अघिल्लो श्रृङ्खलादेखि हामीले शङ्कर कोइरालाको बहुचर्चित उपन्यास खैरिनी घाट यहाँहरूमाझ प्रस्तुत गरिरहेका छौं। आजको शब्द श्लाघामा पनि हामी खैरिनी घाटको बाँकी अंशलाई निरन्तरता दिँदैछौं। पानी बेच्ने म कस्ती पापिनी हुला, देउताले माथिबाट थुक्ने कुरा नगर। साइली पहरको ढुङ्गामा अडेच लागेर बसेकी थिई। उसलाई घामको छायामुनि पसिना आएको थियो। उसले कुकुर धपाउन लिएको लौरोलाई भुइँमा हिर्काई। उसले थपी, जाँड देखेपछि देउताको मुखमा पनि थुक आउँछ। सिंहबिरे कक्कड निकालेर भर्न लाग्यो। कालुमाने उठेर आयो। साइली खैले एक बटुको नखाई छोड्दिन। उसले फुस्रो कालो तिग्रा ठट्टाएर भन्यो, जे पर्ला भरे नै तिरिदिउँला। हुँदैन हुँदैन, उसले अल्छाइएको सुरले जवाफ दिई। माछा बेचेर तिर्नुला, कालुमानेले भन्यो। यसो कमेरे दहमा 2 खेप जाल फ्याँके भने तँलाई तिर्न पुगिहाल्छ। म कतिलाई उधारो दिउँ? घटबारे जति सबै उधारो खान खोज्छन्। पैसा भने कहिले दिन आउने होइनन्। जालै खेलुला, माछै मारुला, धक्कु ठुलो अल्छी तिग्रे मोराहरू भन्दै साइली जाँडको डल्लो गाग्रोबाट झिकेर मत्न लागि गोल्फुमा उसले पानी हालिसकेकी थिए। कालुमाने जुङ्गामा लागेको जाँडलाई देब्रे हातको औँलाले चट्ट पुस्दै हाँस्यो। मिठो बनाइस है आज त। अर्काको जाँड पनि उधारो खाइदिन्छन् अनि अर्कालाई झिझामा हालेर कोसीमा हेल्न खोज्छन्। नकच्चरा हो, साइलीले भनी। म पनि नकच्चरो कि? सिंहबिरीले कक्कडको धुवा पुग्यो। यस्तै बेला पारीजनालाई माथि डाँडाबाट पाञ्चायन पूजा गरेर श्रीखण्ड र अबिरको टीका लाएका, पहेँलो दौरा सुरुवालमाथि आधा मैलो सेतो फटुका बाँधेका, टाउकोमा खुजमजिएको सेतो टोपी खलवाट देखिने गरी लाएका दुम्जाका हरिप्रसाद पण्डित बाजे छाता नओरालिकन शिव शिव भन्दै आएर गर्मीले अतासिएर खैरिनीको गुफा बाहिर ढुङ्गामा बसे। सिंहबिरीले भन्यो, बाजे गर्मीमा त घ्याम्पाको मैले पनि शीतलै गर्छ नि, तिम्रोमा डिङ्गर हो? पण्डित बाजेले यसो हेरे। अब त प्रजातन्त्र त हो नि, देशैदेखि एक छत भएर आइसक्यो। के बाहुन, के छेत्री, के माझीका मिजार सबै एउटै मान्छेको जुनी भइसक्यो रे। अबदेखि मान्छे एउटै हुन्छ रे। हामी तिम्रो हात पनि ढोक्दैनौ, जाऊ। कसो कालुमाने? भन्दै सिंहबिरीले कक्कडलाई सुइट्ट तानेर चिलिममाथि निलो आगो धपक्क बाल्यो। तिलकम ललाट पत्तले। कालुमानेले चाहिँ जाँडको सुरुमा मुख मिट्याइरह्यो। सिंहबिरेका कुराको टुप्पो फेद जोड्न नसकेर बाहुन अकमकिए। कालुमाने पण्डित हरिप्रसाद आचार्यका 3 पुस्तादेखिको खानदानी हली थियो। गोरु भने उसको हातमा 2-4 वर्षदेखि जस्तै मोटो ल्याए पनि नखप्ने, जोत्न भने माटोकै छाती फोरेर निकाले जस्तो लाग्दथ्यो। दुम्जा फाँटमा हरिप्रसादको कालुमाने हली भनेपछि दुम्जा गाउँका बाहुन बाजेहरू उसलाई आफ्नो घर आउन मरिमेट्थे, कति लोभ देखाउँथे। किन्तु उसले कहिले पनि पण्डित बाजेको विरुद्ध बोलेन र अर्काको खेतमा गएर हलो नारेन। अनि एक दिन उसको पनि दिन फिर्यो। पण्डित बाजेले गाउँमा असाध्यै नै आफूले हलीलाई काममा दलेको कुरा फैलिएको सुन्दा खफी नसक्नु भएर कालुमानेको 3 पुस्ते 75 रुपियाँको ऋणको कागजलाई आफ्नो जन्मदिवसमा च्यातिदिए। तैपनि कालुमाने अविश्वास र कृतज्ञताले गर्दा सिंहबिरेको जवाफमा केही बोल्न सकेन। कस्तो उल्का, साइलीले भने। यसले कुरा ल्यायो भने 10 दिशाको उघार छ, पण्डितले भने। हामीले देख्दैदेखि यो यस्तै हो, कुरा त स्वादिले छिक्छ। यो फट्टी डिङ्गर हो बाजे, साइलीले हाँसेर भने। पण्डित शिव शिव भन्दै उठे। ढुङ्गामा गएर बसे। कोसीको बीचमा पुगेर उनले अन्जुलीले पानी उभाउँदै खान लागे। लौ म माछा मार्न हिँडे भन्दै कालुमाने उठ्यो। गुफाको ढोकामा गयो, भित्र पस्यो। जाल र फुर्लुङ हातमा लिएर निस्क्यो। फुर्लुङलाई कन्दनीमा गाँठो पार्यो। जाल काँधमा हालेर कमेरे दहको बाटोतिर सोझियो।
बेलुकी पख घाम राता पहेँला भएर आए, बादल नीला र काला भएर उज्यालोलाई छोप्न लागे। सिंहवीरे एकाग्र चित्त खैरिनी घाटमा बसिरहेको थियो। उठ्यो र कोठपेतिर जान लाग्यो। उसको साथमा मझिनी साइली थिए। उसले आफ्नो भट्टीको सामानहरू डोकोमा बोकेकी थिए। उसको पछि पछि कालो कुकुर थियो। गाउँमा आइपुगुन्जेल उनीहरूले आपसमा निजी घरेलु कुरा गरिरहे। सिंहवीर कुरा गर्दा गर्दै भन्दथ्यो, मलाई किन आङ तात्दै आयो? आज मलाई ज्वरो आउने हो कि? उसले घाँटीमा बेरेको रुमालले निधारको पसिना पुछ्यो। उसलाई साइली बरबराए जस्तो मात्र लाग्यो। लौ भन, मैले बिहे गरेँ भने आमा बुढीलाई कसले हेर्ने? साइली, आज मेरो जिउ ठिक छैन भन्दै गाउँको जोर बाटो आउने बित्तिकै छुट्टिएर माथि लाग्यो। राति धमिलोमा सिंहवीरेलाई आफ्नो पुरानो घर चुपचाप उसलाई पर्खेर बसिरहे जस्तो लाग्यो। घरको ढोका बन्द थियो। ऊ दलानमा गएर नाङ्गो भुइँमा थचक्क बस्यो। दलानको भित्तामा उसकी छोरीले कोरेर मान्छे बनाएकी थिए। मान्छेले घोडा चढेर लट्ठी उजाएको सेतो रेखा उसको आँखामा आइरह्यो। सुखुरी ढोका नखोलेर झट्टै खोल, ऊ करायो। थकाइ लागेको स्वर क्षीण थियो। ढोका खोलिएपछि आफ्नो ओछ्यानमा गएर लमतन्न पर्यो। महिबलेलाई बोलाएरले सिंहवीरेले सुखुरीकी आमालाई भन्यो। मेरो छाती भदभती बोल्न लाग्यो। कोठाको बिचैमा माथिल्लो तलामा जाने लिस्नो ठडाइएको थियो। दियालाको रातो उज्यालोमा सुखुरीको अनुहार प्रसन्नताले खुलेको थियो। मिजार कहाँबाट खसीको मासु ल्याएको छ? सुखुरीकी आमाले भनी। किन ल्याएकी? एक पैसा नभए बेला आफै तिर, म तिर्ने होइन? सिंहवीरेले तातो स्वरले भन्यो। मेरो कुरा त सुन, स्वास्नीले भनी। नलिकन हुँदैन रे मिजारले। एक घुटको अमिलो जाँड भए लिएर आइजा, उसले स्याँ स्याँ गर्दै भन्यो। सुखुरीकी आमा लिस्नुबाट चढ्दै माथि गई। एकछिनपछि एउटा बटुकोमा जाँड लिएर तल आई। उसले मुन्टो उठाउँदै भन्यो, झट्टै महिबलेलाई बोलाएर ले। सुखुरीले आएर बोर्सीमा दियालो थपिदिए। घडी एक जतिपछि सुखुरीकी आमा फर्केर आई। कान्छा मिजार कहाँ गएका छन्? फर्केर आएपछि यहाँ पठाइदिनु भनेर आएँ। अहिले कस्तो छ? जोर साह्रै भयो कि? छातीपट्ट फुट्टा जस्तो छ, सिंहवीरेले भन्यो। महिबले आइपुग्यो। महिबलेले एक मुठी चामल काँसको थालमा हालेर सिंहवीरेको ग्रह केलाउन लाग्यो। सुखुरीकी आमाले जाँड छानेर एक डबका उसको छेउ राखी। उसले जाँड खाएर भन्यो, काँचो वायुको दोष देखिन्छ, जल पिचासको पनि अलिकति कैफियत पाइन्छ। शिकारी झाँक्रीको दृष्टिले गर्दा छाती पनि पोलेको हो। आधा रित्तो डबकामा सुखुरीकी आमाले फेरि जाँड थपेर पुरा गरिदिए। सिंहवीरेले भन्यो, 3 पल्ट घाट तारिदिए, घाम पनि खुर्सानी जस्तो। लौ आउने बेलामा त बिरामी परिहाले। ए रक्सी छैन? ए रक्सीले न। लौ है महिबाले कान्छा, मलाई त साह्रै हौडा भएको छ, देउते बोलाउनु पर्यो। एउटा बास्ने भाले खोजिराख, म सामान लिन गएँ। महिबाले ढल्मलिँदै ढोका बाहिर निस्क्यो। ऊ गएपछि सुखुरीकी आमाले मझेरीमा सानो ठाउँ पोतेर अबिर सिन्दुर फुका अक्षता बत्ती राखिदिए। अनि बोर्सीमा दियालो थपिदिए र झरिला दियालाहरूको मेटो बनाएर पनि भुइँमा राखी। सिंहवीरे चुपचाप हेरिरहेको थियो। सुखुरी उसको गोडामुनि घुस्रेकी थिए। एउटा कुनामा बाख्रा स्याउला मुरुक मुरुक गरिरहेको थियो। घरको बिरालोले माथि तलामा मकैको कुन्युमा सराकसुरुक गर्यो। यस्ता बिरालाले पनि मुसा खान सक्छन्? अक्कलै छैन, भतुवा मोरो। सुखुरीकी आमा माथिबाट कराएको स्वर गुन्जियो। ऊ लिस्नोबाट ओर्लँदै आई। औ जाँडको पुङलाई भुइँमा राखी गएर सुखुरीलाई एक लबटा दिए। लौ तर्सिन हिँड माथि भनी। महिबाले आइपुग्यो। घाँटीमा छर्लाङ छुर्लुङ माला झुन्ड्याएको कालो रूप, सेतो लबेदा जस्तो विशेष पोसाक उसको चौडा छातीमा कसिएको थियो। उसका दाँत लामा लामा निस्केका थिए। हातमा ढ्याङ्ग्रो र ढ्याङ्ग्रो पिट्ने सानो सानो मदिसे बेतको गजो थियो। लिपेको ठाउँमा सामान राखेर एकचोटि सिंहवीरेको हात छाम्न गयो। सिंहवीरेले आँखा खोलेर हेर्यो। महिबले आसनीमा बस्न गयो। 2-4 गाउँले भित्र पसे। सबैजना नाङ्गो भुइँमा टुक्रुक्क बसे। महिबलेको अघिल्तिर भोर्लाको टोपरीमा चामल थियो। त्यसमाथि दियो बलिरहेको र सेतो रुपियाँ टल्किरहेको थियो। चामलको पिठोका रेखाहरूले भुइँमा बुट्टा काटेर उसले बिस्तार बिस्तार फलाक्यो। ढ्याङ्ग्रो हातमा उठायो, बिस्तारै पिट्यो। एकछिनपछि उसको स्वर चर्किँदै गयो र ढ्याङ्ग्रो पनि त्यसै तालमा ठटाउँदै लग्यो। उसले एउटा मन्त्रलाई स्पष्टसित उच्चारण गर्यो। हिमाल हिमाल डुल्ने वन शिकारी, जल शिकारी, बारे तिमाल, डाँकी डङ्किनी कमला माई, कालिङकोची माई, थानापति, कुशेश्वरनाथ, खाडादेवी, दोलखाका भीमसेन, सद्गुरुकी बाचा। मकलमा घिउको धूप हाल्दै सुखुरीकी आमा र अरू छिमेकीहरू एकचित भएर बसिरहेका थिए। ठुटेले भन्यो, यसको आङमा कमलामाई आफै चढिकिरे। महिबाले ढ्याङ्ग्राको थर्किँदो आवाजसित आफै थर्किरहेको थियो। भुइँ काँपिरहेको थियो। मझेरीमा राखेको गाग्रो काँप्यो। अरू बेलाको महिबलेलाई सम्झने हो भने उसको ताकतले भ्याउने कुरा थिएन। महिबलेले बीचमा एक अम्खुरा पानी खाएर सुखुरीकी आमालाई धूप र बत्ती बाल्न सङ्केत गर्यो। ऊ पसिनाले भिजेको थियो। उसको मुख चिल्लो र बैजनी रङको हुँदै गयो। तिम्रो डाङ्ग्रे तिमी छेउ चिन्ता गर्छ, तिमी
साक्षात परमेश्वरी छौ भने भक्तको आँखामा चढेर आऊ। ऊ आसनीमा जोडले थर्कियो। त्यसपछि उसले ढ्याङ्ग्रो भुइँमा फालिदियो। माथि सुतेकी सुखुरी निद्राबाट बिउझेर चिच्चाई, ए आमै म तल आउँछु, नसुतेर आउनु पर्दैन। आमाले हप्काई अनि महिबलेको कपीसँगै अकस्मात सिंहबिरे जराकजुरुक उठ्यो। उसले धामीको भाकामा करायो, यो कुरा बदर हुन सक्दैन। छातीमा बन्द इष्टकोटको टाँकलाई बल गरेर दुई हातले चुडाल्यो। पसिनाले भिजेको उसको कालो नीलो अनुहारमा मत्त झाँक्रीको उग्रता देखा पर्यो। ऊ चुप लाग्न चाहँदैनथ्यो। ऊ कराउन थाल्यो, इन्साफ गर्नुपर्छ। यी मकै कागुनाका हरिया पातमा हाम्रा पसिनाका रगतका दाग छन्। माटा र ढुङ्गाका चपरीमा हाम्रा 10 नङ्ग्रीका सही छाप छन्। उभिने कोसिसमा भुइँमा पछारियो। हेर कोसीमा हाम्रो छाया, त्यहाँ सही छाप छ। यो माझीले पाएको लाल मोहर किपट्टि यिनै ढुङ्गा र पानीका छालहरू हुन्। टुटेर फुर्केर उसलाई उठाएर ओछ्यानमा सुताए। सिंहबिरे सुवासुवाको जोडले हुरुक्क होला जस्तो भयो। यसलाई दोख भएको हो, महिबलेले भन्यो। दोख हो, फुर्केले भन्यो। सुखुरीकी आमाले आफ्नो पटुका पुकाएर उसलाई हम्किन लागि। दरिवल चाहियो, धामीले भन्यो। पुछारे कहाँ होला, ठुटेले भन्यो। काकाको बिहा भए पनि हुन्छ, महिबलेले भन्यो। सुखुरीकी आमाले फर्केर भनी, ठुटेले ल्याइदिए पनि हुन्छ। पुछारेको घरमा गएर ठुटेले फुर्केतिर हेऱ्यो। फुर्केले साइलीतिर हेऱ्यो, जो अघिदेखि नै त्यहाँ आएर उभिरहेकी थिए। उसले भनी, कसरी दोखबो भन्छन्, कसरी दोखबो? को सुरमा ऊ दैलोतिर बढी। हावा नचलेको मिजारको घरको पालीमा अडाएको लालटिन नहल्लिकन बलिरहेको थियो। घरको उज्यालोले भरिएको आँगनमा कोही थिएन। साइलीले आँगनमा उभिएर घरभित्रको सन्नाटालाई एकछिन जाँचिरही। उसले बोलाई, भित्र कनारस। ऊ ढोकाको सङ्घारमा पुगी ढोकालाई धकेली थोरै बलले ढोका खोलियो। कना आइलन? एक्कासी मिजारले हेरे। मिजार धीर्जवीर त्यही थिए। दुईवटी मिजार्नीहरू त्यही थिए। उनीहरूको कुरा रोकियो। मिजार्नी बुढीले उसलाई हेरेर भनी, साइली भात खाइला हन्? मिजारले तमाखु खाना छोडेर अँध्यारोमा तीक्ष्ण आँखाले हेरे। कलेला आइसिन्? सिंहबिरेलाई दोख भयो। काँक्राको बिहा दरिवल चाहियो खतीलाई। साइलीले उभिँदै भनी, दिउँसो घाटमा कुरा गर्दै थियो। कस्तो उल्का, बिरामी हुनलाई कति बेर लाग्दो रहेछ र। मलाई त आश्चर्य लाग्छ, यति छिटै कसरी दोख भयो? मिजारले भने। काँक्राको बिहा छैन, फर्सीको बिहा छ, बुढियाले भनिन्। त्यही दे, मिजारले भने। फर्सी नहुने ठाउँमा कहाँ काँक्राको बिउ? बुढियाले भर्याङ उक्लँदै भनिन्। त्यही बिहा पनि छोप बनाउन राखेको। अर्को फर्सी छैन? दोटा भक्तेका बाबुले खहरेबाट किनेर ल्याएका थिए। एउटा चाहिँ ल्याएकै भोलिपल्ट सानोको पास्नीमा फोरेको, अर्को भक्ते मधेसबाट आयो र फोरेर खायौँ। बिहा पनि थोरै रहेछ। माथि तलामा उनको स्वर थर्किरह्यो। दोटा बिहा दे, धीर्जवीरले कराएर झर्के झैँ भने। कान्छी चुलोनिर बसेर भाँडा माझिरहेको आवाज आइरह्यो। बुढियाले फेरि के भनिन्? कान्छी मिजार्नीले भाँडा माझ्दै बिस्तारै भनी, हाम्रो शीतका घाटमा फर्सी को खाओस्? हाम्रो 8-20, 10-20 फर्सी एकै वर्ष लाग्छ। तिम्रो घरै उही? साइलीले जवाफमा भनी। दोटा बिहा भयो भने एक हल जग्गा ढाक्छ, मिजारले भने। कान्छी मुख लुकाएर हाँस्न लागि। मिजार्नी तल आइन्। मिजारको अघिल्तिर एउटा पोका फालेर उनले भनिन्, लौ यति हो। साइली फर्सीको बिहा र दरिवल लिएर हिँडी। ऊ गएको एकछिनपछि तमाखु खाएर मिजार उठे। सुत्ने बेलामा कहानी, मिजार्नी कान्छीले भनी। सिंहबिरेलाई हेर्न जाउँ भन्दै मिजारले इष्टकोटमा टाँक लगाए। ढोका बाहिर पालीमा राखेको लौरो झिके लालटिन लिएर उनी हिँडे। रेडियो कान्तिपुरमा यहाँहरू सुन्दै हुनुहुन्छ शब्द श्लाघा। शब्द श्लाघामा फेरि पनि यहाँलाई स्वागत छ। आजको श्रृङ्खलामा पनि हामीले शङ्कर कोइरालाको बहुचर्चित उपन्यास खैरिनी घाटको ससुर वाचन गरिरहेका छौँ। लागौँ बाँकी अंशतर्फ।
भक्तवीरलाई आफ्नो बाल्यकालको सम्झना सुखद सपना चाहिँ फर्केर आयो। नेपालका अनगिन्ती गाउँहरूमध्ये सानो र रहर लाग्दो कोथपेमा फेरि नयाँचोटि सास फेर्न, नयाँ आशाले बोल्न आए जस्तो उसलाई लाग्यो। उन्मत्त आकाङ्क्षा लिएर ऊ आफ्नो जीवन सुरु गर्न चाहन्थ्यो। अहिले साँझको मोहक बेला थियो। स्वच्छ र निलो साँझको बादल जब निलो सागर झैँ विस्तृत पश्चिमको आकाशमा ढाकिन लाग्दथ्यो, काला नीला देखिने रुखहरूले ढाकिएका पहाडी चुचुराहरूले उसलाई सुरुक्क जान दिन्थे। केही तल कोशी सूर्यको खितका छोडेको अन्धकार र प्रकाशहीन प्रान्तमा खेतको कुलोमा सङ्लो जमेको पानी झैँ सानो र अवरुद्ध लाग्दथ्यो। तर यी सब मजालाई एउटा कुराले खल्लो बनाएको थियो। माझीहरू एउटा रुखा सुक्खा गाउँमा नाङ्गै एउटा कछाडभित्र साँगुरिएर कसरी जीवन बिताइरहेछन्। ऊ 10 वर्षपछि घर फर्केर आउँदा पनि यी गाउँले दाजुभाइहरूको घरबार अवस्था किन उस्तै दिनहीन थियो। भक्तवीर राममान बुढाको घरबाट निस्कँदा बाहिर रात अलकत्रा पोते झैँ कालो भइसकेको थियो। उसले हातको टर्च बाल्यो। उसलाई आफ्नो घरको बाटो छिचोल्न गाह्रो भएन। अँध्यारोले खुम्चेको आकाशमा टलपल ताराहरू लागेका थिए। औँसीको रात टर्चको प्रकाशमा झिलिक्क भयो। बाटोमा हिँड्दा हिँड्दै उसले देख्यो बाटोको तल कान्लोबाट केही हलुका चिज खसे झैँ भयो। नजिकै घरको मान्छेलाई बोलाउँदै भक्तले भन्यो, मैबले कान्छा, चितुवा यहीँ आएको छ है, बोका बाख्रा हेर, ढोका कस्तो छ, चितुवा आयो भन्दै मैबले ढोका खोलेर उत्सुक बाहिर आएर करायो, लौ है गाउँले हो, चितुवा आएको छ, ढोका दैलो खुल्लै नछोड। उसको ठुलो स्वरले गाउँ नै थर्कियो। माथिका घरहरूबाट पनि हटहटको आवाज सुनियो। मैबले भन्यो, अचेल गाउँमा पस्न लागिरहेछ, कुन दिन कसको बाख्रा हराए भन्ने सुन्नुपर्छ। कहाँ जान्छौ यति बेला भक्ते? गाउँमा हल्लाखल्ला बढ्न लागेको थियो। दुम्जाको पाखाबाट आवाज ठक्कर खाएर फर्किन्थ्यो। वायुमण्डल फेरि शान्त हुन्थ्यो। जाउँ हिँड मैबले, आज चितुवा शिकार गर्न जाउँ, भक्तवीरले भन्यो। साँच्चै चितुवाले दुःख दिन लाग्यो। लौ पख, म ओड्ने लिएर आउँ भन्दै खुल्लै छाडेको बत्तीले उज्यालो ढोकाभित्र मैबले पस्यो। उसले लगौँटी मात्रै लगाएको थियो। एकैछिनमा बाहिर आएर उसले भन्यो, 2 जना मात्रै जाने, 6-7 जनाको हुल चाहिन्छ, के को डर? भक्तले भन्यो, झुलो र चकमक लिएर हिँड, मसँग सलाइसकियो। मसित सलाई नै छ, आजै नेपाल थोकबाट ल्याएको। मैबले फेरि ढोकाभित्र पस्यो। ओड्दै आएर उसले भन्यो, लौ हिँड। उसँगै एउटा नाङ्गो ठिटो आएको थियो। भक्तले टर्च बालेर ठिटोको मुखमा हेर्यो। हरिबले, मेरो छोरा, मैबले भन्यो। जा सुत। तिम्रो छोरा? भक्ते हाँस्यो। यो पनि धामी? म पनि जान्छु भन्छ गोता पाउनलाई। मैबले छोरालाई घच्याडी दियो, जो भित्तामा ठक्कर खान पुग्यो। जा, चितुवाले लैजान्छ। दुवैजना हिँडे। अलिक पर पुगेपछि तिनीहरूले हरिबले रुन र कराउन लागेको सुने। तिमीले गाउँ नछाडेको भए तिमीले पनि छोरा पाइसक्ने थियौ, मैबले हाँसेर भन्यो। मेरो स्वास्नी थियो र? भक्तले भन्यो। हो थिएन, तर स्वास्नी मान्छेको के दुःख, मैबले भन्यो। उसले भक्तको आन्तरिक भावलाई आँकेर भन्यो। भक्तले सुनेको थियो उसले मगर्नी स्वास्नी ल्याएको थियो। उसले मैबलेलाई स्वास्नी कहाँबाट कसरी ल्याएको सोध्यो। यसको जवाफमा मैबले कुरा गर्दै हिँडिरह्यो। बाला चतुर्दशीको रात थियो र महादेव बाल्ने आइमाईको मेला लागेको बाटो छिचोली नसक्नु। यस्तै बेला मैबले महादेव स्थानको पार्टीमा पसलेसँग कुरा गर्न लागे कि एउटी राम्री आइमाईलाई देख्यो। उसको कोही साथी देखेन। त्यो आइमाई खैरेनी घाटतिर लागि। एक्लै धानको खेतै राते निष्पट अँध्यारोमा पहिले त उसलाई डरै लाग्यो। खैरेनी घाटमा आएर ऊ उभिही। उसले ढुङ्गालाई पर्खेकी रहेछ। ढुङ्गा पारी घाटमा लागेको थियो। मैबले उसको पछाडि पुग्दै भन्यो, म पनि पारी जान्छु। उसले भनी, तिमी को हो? म माझी हुँ, मैबले जवाफ दियो। उसले भनी, म खरे घाट जान्छु, मेरा साथीहरू हराए। तर मैबलेलाई विश्वास लागेन, किनभने ऊ त्यस्तो रातमा नडराइकन हिँड्थी। मैबले भन्यो, तिमी पारी जाने हो भने एउटा कबुल गर त। उसले भनी, म जे पनि कबुल गर्छु, मलाई पारी जान देऊ। त्यसपछि उसले भन्यो, म पारीबाट ढुङ्गा ल्याउँछु त। पारी कोही माझी पनि थिएन। मैबले बरको जिम्मा लाएर भन्यो, म हाम फाल्छु, तिमी यहीँ बसिराख। ऊ पौडी खेलेर पारी गयो। झटपट ढुङ्गा ख्याउँदै फर्क्यो। त्यो आइमाई उसको बरको लिएर बसेकी रहेछ, भागेकी रहेनछ। ढुङ्गा छेउ आएपछि ऊ आएर बसी। कोसीको बीचमा पुग्दा उसले भनी, मसित पैसा छैन माझी। पैसा होइन, पैसा केलाई? ऊ डरले रातभरि मैबलेसितै बसी। स्वास्नी बनाउन कति सजिलो। उसकी आमा हैजाले मरिसकेकी थिए। घरमा ऊ एक्लै थियो। भोलिपल्ट साराले देखिहाले। सबैले मेलामा फेला पारेछ भन्न थाले। मैबले एउटा लामो जोसमा हाँस्यो। के जात?
भक्तेको मुखबाट निस्क्यो। मैबलेको दिल सजग र निर्भीक देखेर भक्तेलाई खुसी लाग्यो। यसको प्रभाव उसलाई पहिले नै भएकाले होला अनायास एउटा निडर साथीको आधार पाएर शिकार खेल्न जाने इच्छा भएको। राम्री आइमाईको के जात जेसुकै जात होस् भनेर मैले वास्तै गरिन। मैबलेले भन्यो, दमिनी रहेछ। दमिनी? भक्ते अचम्मित भयो। मैले सबैलाई मगर्नी भने गाउँलेले दमिनी भन्ने थाहा पाए मलाई गाउँबाट हटक गर्छन्, कक्कड पानी बन्द गर्छन्। मैबलेले भन्यो, तिमीलाई भन्न मलाई के को डर? तिमीले देश देखेका छौ, किताब बाँच्छौ। अचेल किताब बाँच्न जान्नेहरू आफू जन्मेको गाउँ नै मान्दैनन्। तर मलाई आफ्नो गाउँको प्रेम बसेको छ। मेरो मुटुको रगत माझी गाउँको निम्ति सुनकोसीको पानी चाहिँ बगिरहन्छ। मैले आफ्ना छिमेकका दाजुभाइलाई मन पराउनु छ भने ती निखर गाउँले माझीहरूलाई मन पराउनु पर्छ जो सोझा र निराला छन्। तिनीहरूको मनमा कुनै नौलो कुरा हुँदैन, तैँले मजिनी ल्याउनु पर्थ्यो। भक्तेले दुःखभरी स्वरमा भन्यो। उसले नसोचेका कुरा पनि गाउँमा घटेको थियो। मैबलेले भक्तेको कुरालाई आधा बुझ्यो। उसले झट्ट केही भन्न सकेन किनकि उसले आधा बुझेको थिएन। तँलाई दमिनी ल्याउन लाज भएन? भक्तेले बाटोमा रोकिएर हाँस्दै भन्यो, तँ गाउँको धामी झन् धर्म जान्ने मान्छे। हामीले कसैलाई भनेनौ? मैबलेले भन्यो। अब तैँले सबलाई भन्नुपर्छ। सबैलाई थाहा नदिएर तँ के गर्दैनस्? तेरा छोराछोरी हाम्रो माझीसित मिलाउन पाउँदैनस्। उसको बोलीमा कति शक्ति थियो। ऊ सचेत थियो। उसले फेरि भन्यो, अब तैँले माझीहरूको अगाडि उभिएर भन्नुपर्छ, माफी मागेर गाउँ छोडेर जानुपर्छ। म कहाँ जाउँ? मैबलेले भन्यो। होइन भक्ते, म खेतबारी घर छोडेर कतै जान्न। कसले शरण दिन्छ? तैँले उही बेला सोचिनस् भन्दै भक्तवीरे आफ्नो घरभित्र पस्यो। एउटा भरुवा बन्दुक र सिकारी जाली लिएर ऊ आयो। मैबले टाउको झुकाएर आँगनमा उभिरहेको थियो। देब्रे काँधमा बन्दुक राखेर दाहिने हातले टर्च बाल्दै भक्तवीरे र मैबले कोथपेबाट ओह्रालो लागे। नदीको अनन्त सुसेली निरव रातमा डरलाग्दो नौलो लाग्दथ्यो। नदी पारी दुम्जाको उत्तरी पाको भिरालो र अत्यन्त अग्लो देखिन्थ्यो। कोथपे घाटमा डुङ्गा बाँधेको ठाउँनिर एउटा ठुलो माछा दहमा छचल्किएर भाग्यो। खयरको बोटमा बाँधेको डुङ्गाको डोरी फुकाएर मैबलेले भन्यो, डुङ्गामा पानी जमेछ। ऊ डुङ्गामा पसेर पानी फ्याँक्न लाग्यो। एकछिनपछि भक्ते डुङ्गामा उफ्रेर गयो। मैबलेले डुङ्गालाई कोसीमा हेल्यो। दुवैजना बहना खियाउन लागे। वारी किनार लाएर ठुलो डुङ्गा बाँधिराखेको डोरीले डुङ्गाको छेउमा गाँठो पारेर मैबले भक्तवीरेको पछि पछि मजुवाको बयरको झाङे झाङ हिँड्दै गयो। तिनीहरू बोलेका थिएनन्। मैबलेले चुप्पीलाई भङ्ग गर्दै भन्यो, यतै बगरमा पनि चितुवा फेला पार्न सक्छौँ। एकछिन हेरौँ, भक्तेले भन्यो। दुवै बगरको ठुलो ढुङ्गामा उक्लेर बसे। मैबलेले चिन्तित भएर भन्यो, मलाई आफ्नो कुरा कसैलाई खोल्ला जस्तो लागेको थिएन। कसरी आज तिमीलाई मैले खोल्न पुगेँ? पाप पनि मनमा थुनेर बस्न सक्थ्यो? तैँले गाउँ छोड्नै पर्छ, भक्तेले भन्यो। तिमी कसैलाई नभन। मैबलेको स्वरमा पछुतो मिसिएको थियो। बन्दुक बोकेको भक्तवीरे बोलेन। मैबलेले भन्यो, कसैलाई नभनिदेऊ। मलाई भनिसकिस्? भक्तेले भन्यो, मलाई भन्नु र मिजारलाई भन्नु एकै हो। मैबलेलाई केही सुझेन। उसले केही भन्न सकेन। भक्ते बन्दुकलाई तयार पारेर आफ्नो आहटको प्रतीक्षामा थियो। ऊ डुङ्गाबाट ओर्लियो। मैबलेले भन्यो, भक्तवीरे जेठा, तिमी पनि मेरा जस्तै दशामा परेका भए थाहा पाउने थियो। बैंसले छुन नहुने जात भन्दैन। बरु तिमीलाई स्वास्नीको ढुकढुकी बेचेर दिन्छु। तोला एक सुन्छ, कसैलाई नभन। चुप्लाक, भक्तेले भन्यो। सुनसान मजुवाको बगर आफ्नै जुत्ताको आवाजसित नदीका छचल्कोमा टक्कर खाइरहन्थ्यो। कता कता एक दुई कुकुर भुकेको मधुरो आवाज सुनिन्थ्यो। गाउँलेहरू भन्थे, चितुवाले गाउँका सबै कुकुरहरू खाइसक्यो। माथि वन पसौँ, भक्तेले भन्यो। उनीहरू दुम्जाको दाउरा र स्याउला काट्ने वनतिर लागे, तर मूल बाटो काट्न पाएका थिएनन्। एउटा आवाजले तिनीहरू रोकिए। पछाडि बयरको झाङबाट कसैले भनेको थियो, को हो त्यो? पख! भक्तेले टर्च बाल्यो। बगर जम्मै उज्यालो भयो। झाङबाट दुईजना निस्के। एउटाले सेतो बर्को र अर्कोले कालो कम्बल ओढेको थियो। कम्बल ओढ्नेले अगाडि लम्कँदै दोहोऱ्यायो मासिनो स्वरमा, मानौ त्यस चकमन्न वातावरणलाई ऊ भङ्ग गर्न चाहँदैनथ्यो। भक्तेको नजिक आएर उसले धोद्रो सफा स्वरले भन्यो, सिकारी भक्ते पो? ऊ हाँस्यो। चिन्नै सकेन। उसका मुखका दाँतहरू अँध्यारोमा पनि सेता देखिन्थे। भक्तेले भन्यो, मैले पनि चिन्न सकिनँ। नैरिते हो? यति बेर कता? उसको स्वरमा खुसीको लहर थियो। तिमीलाई थाहा छैन, मलाई चोर भन्छन्। नैरितेले हाँस्दै भन्यो, बाटो ढोकेर बसेको थिएँ, तिमी भक्ते पो रहेछौ? म बन्दुक लिएर वन पसेको शिकारलाई। भक्तेले भन्यो, तब त मसुर रहेछौ, लौ हिँड मसित। नैरितेले उसका अगाडि आउँदै भन्यो, बन्दुक मलाई देऊ। मैले कालिज मार्ने धेरै दिन भयो धोको गरेको, भने जस्तो बन्दुक पाएको थिइनँ। भक्तेले बन्दुक उसको हातमा दियो। भक्तेले भन्यो, तिमी रोसी खोला ढुक्थ्यौ, मैले सुनेको। रोसी छोडेर कोसी ढुक्न लागेको छु। कोसी ढुके ठुलै हात पर्छ, रोसी त सानो खोला न हो। एउटा ठट्टामा हाँस्दै नैरितेले भन्यो, कुरा के हो भने म अहिले ज्यामिरे गइरहेको थिएँ। जाँदा जाँदै बाटोमा फेला परेको धनीलाई किन छाडु भनेर। ठिकै भयो, तिमी रहेछौ। नत्र कस्तो साइतमा घरबाट निक्लेको कुन चाहिँ बटु बारेको ज्यान जाने पो थियो कि कसो बिरमान होइन त?
हो त नि, नैऋत्यको साथमा आउने व्यक्तिले भन्यो। ज्यामिरेमा आफ्नो घर त छाडेको रहेनछ, सारा मुलुक घुम्छौ, फेरि घर नगई छोड्दैनौ? भक्तेले नैऋत्यसित भन्यो। ज्यामिरे चाहिँ मेरो जन्मेको घर हुनाले पुर्खा घर, धर्मघर हो। मेरो लुटको सारा धन सम्पत्ति यही घरमा राख्छु। अन्त पनि छन् घरहरू, तर खुकुरीमा धार र पाखुरामा बल भएसम्म मलाई कतै रोकटोक छैन। उसले स्वस्थ सशक्त जोसले भन्यो र हाँस्न लाग्यो। लुटेको धन आफ्नै घरमा राख्छौ? भक्तेले भन्यो। धेरै त मेरा स्वास्नीहरूले नै राख्छन्, त्यसैले घरमा थोरै बस्छु, नैऋत्यले भन्यो। लौ हिँड, सँगै जाउँ ज्यामिरे। उनीहरू वनभित्र उकालो चढ्दै थिए। धेरै माथि उक्लिसकेपछि भक्तेले भन्यो, मैबले खोइ घरमा गयो? बिरमानले भन्यो। भक्तेको मनमा हलुका सवालले छोयो, तर उसले पाखाबाट बोलाउने इच्छा गरेन। नैऋत्यले भक्तेसित भन्न लागेको थियो, एक दुईजना यस्ता मानिसले मलाई भेटे जो आफूलाई काङ्ग्रेसी भन्थे। मुलुकको भलाइ गर्ने न्यू मात्रै यिनको, तर सबै नेपालका बासिन्दा पनि काङ्ग्रेसी भए त? भएनन्, भक्तेले बीचमै जवाफ दियो। नैऋत्य के भन्न लागेका थियो? त्यो लडाइँमा कति परे? त्यसबाट बाँचेका जति सबै काङ्ग्रेसी हुन् त? काङ्ग्रेसी भन्ने एउटा दल पो। मलाई भेट्न आएका काङ्ग्रेसीहरूलाई मैले के भनेर पठाएँ भने, मेरो त मन तपाईँहरूको जस्तै देश मुलुकको भलो गर्ने चिताएर हिँड्ने होइन। सरकारले थाहा पाए मलाई ठाडित हुन्छ, गोली ठोक्छ। तपाईँहरूसित यसरी लुकेर कुरा गर्न पनि डर लाग्छ। नैऋत्यले उकालोमा सुहाँ गर्दै भन्यो। म जस्तो निशाचरलाई कसरी चिन्छन्? उदेक लाग्छ। तिनले ठानेका रहेछन् मेरो एउटा दलै छ। ती काङ्ग्रेसीहरू तिमीलाई आफ्नो मतमा मिलाउन आएका थिए, भक्तेले भन्यो। कसरी मिलाउन आए भन्ने? नैऋत्यले नयाँ उत्साहमा फेरि भन्यो। ती काङ्ग्रेसीहरूले मलाई यस्तो पनि भने, तिमी चोरी गर्न छाडेर मुलुकको भलाइ हुने काम गर। तिनीहरूसित भेट भएदेखि म सोचमा परेको छु। ऊ बेसरी हाँस्यो। भक्तेले टर्च बालेर केही पर अगाडि हेऱ्यो। बिरमान करायो। लौ तल ओर्लिहाल्यो चितुवा, झलक्क देखेँ। नैऋत्यले बन्दुक सम्हाल्यो। चितुवाको हरख मेरो नाकमा आयो। भक्तेले भन्यो। चितुवा हो? नैऋत्यले भन्यो। अँध्यारोमा उकालो ओह्रालो खोल्सा र खोला तर्दै ती तीनजनाले दुम्जा गाउँको दक्षिणी ठुलो पाखाको बाटो पक्रे। 25-30 घर ज्यामिरे गाउँलाई ठुलो भन्न सकिँदैन। यस टाकुराको गाउँमा बस्ने मानिसहरू धेरै तामाङ थिए। कामी र सार्कीका घरहरू पनि सँगसँगै थिए। अछुत भनेर घिन गर्ने व्यापक नियम प्रकृतिले जताततै लागू गरेकी भए पनि यी छिमेकीहरूमा विकसित हुन पाएको थिएन। भक्तेलाई यस कुराले अचम्म लाग्यो कि ऊ मैबलेसित कति आदर्शपूर्ण देखिन्थ्यो, तर अहिले ऊ त्यस्तै गाउँमा जान लागिरहेछ जहाँको कुरा गर्नु पनि जात पतित हुनु जस्तो थियो। जसरी बाहुनहरू सुँगुर र कुखुरा छुनलाई पनि जात जाने डर मान्दथे। उसले सोच्यो, मैबले किन थाहा नदिई घर फर्केर गयो? उसले अवश्य भक्तेको आदर्श एकछिनको रहेछ भन्ने सोचेको हुनुपर्छ, किनभने जो भक्ते धर्म र समाजको डर देखाएर केही बेर अघिसम्म मैबलेलाई आचार भ्रष्ट पतित मानेर गाउँ छाड्ने कुरा गर्दै थियो, उही व्यक्ति अहिले यस्तै गाउँमा जान भनेर जाँदैछ जहाँका मानिसहरूको पेसा खाली चोरी गर्नु थियो। मैबले यही बुझेर फर्क्यो। भक्तेले छिनछिन यही सोच्यो। उनीहरू नैऋत्यको घरमा तगारो खोलेर आँगनमा उभिए। नैऋत्य करायो, को छ? निमा, ढोका खोल। ढोका उग्रियो। नैऋत्य घरभित्र पस्यो। भक्ते र बिरमानले आफ्नो काने जुत्तालाई मझेरीमा फुकाले। बत्तीको धमिलो उज्यालोमा कोठा झन् मैलो देखिन्थ्यो। कालो कोठामा धुवाँ बाटो नपाएर रुमल्लिरहेको थियो। कोठामा हावा नपसेर सबैलाई एकछिनमा उकुस मुकुस भयो। नैऋत्यले भन्यो, ढोका खोल। एउटा छिटो ढोका खोल्न गयो। उसले जस्केलो ढोका पनि खोलिदियो। दुवै उघारा ढोकाबाट शीतल हावा पस्न लाग्यो। उनीहरू राडी ओछ्याएको ठुलो गुन्द्रीमा बसे। नैऋत्यले ओडेको कम्बल जिउबाट पन्छाएको थियो, तर घरका 4-5 ठिटाठिटीहरू अगेनाको वरिपरि बसेका थिए। तिनलाई गर्मी भएको थिएन। तिमीहरू सुतेका रहेनछौ? नैऋत्यले भन्यो। ठिटाहरूको छेउमा बसेकी निमालाई हेर्दै उसले भन्यो, कोथपेका भक्तवीरलाई चिनिनस्? निमा हाँसी खुसीले चिने झैँ गरी। रेडियो कान्तिपुरमा यहाँहरू सुन्दै हुनुहुन्छ शब्द श्लाघा। शब्दश्लाघामा फेरि पनि यहाँलाई स्वागत छ। रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा गत हप्तादेखि यहाँले शङ्कर कोइरालाको बहुचर्चित उपन्यास खैरेनी घाटको ससुर वाचन सुनिरहनु भएको छ। आज पनि निरन्तर रूपमा हामी खैरेनी घाटको ससुर वाचनलाई अघि बढाइरहेका छौँ। लागौँ बाँकी अंशतर्फ।
नैऋत्यले भन्यो मतान घरमा ओछ्यान तयार पार तीनजनालाई रक्सी भरेरले तीनजनालाई निमा हिँडी पहिले ओछ्यान ठिक गर उसले फेरि भन्यो निमाले भर्खर ढोका खोल्ने ठिटोलाई बोलाएर लगी अगेनाको वरिपरि लागेर तीनजना केटाकेटी बसेका थिए निश्चल मौन सबैका छाती दौराको तुना नबाँधेकाले नाङ्गा थिए यो रामेडुम तेरो बाबु घर आयो कि आएन नैऋत्यले एउटा ठिटोलाई लक्ष्य गरेर भन्यो जसले केही बोलेन टाउको निहुराइरह्यो नैऋत्यले कराउँदै भन्यो निमाले सुन्ने गरी यिनलाई घर पठाइदे निमाले ढोकामा देखा पर्दै भनी कुटीमाम पकाएको छैन जाओ कुटेको धानको भात खान आएका केटाकेटी आपसमा टाउको जोडेर लाज र सङ्कोचले निहुरिरहे कुटीमाम यिनलाई यत्तिको मिठो नैऋत्यले भन्यो मकैको भात खाएर पुगेन तिमीहरूलाई भक्तले सुरुवालको जेबबाट चुरोटको बट्टा झिक्यो र तीनजनाले एउटै चुरोट खाए निमा लालटिनले भित्र आई लालटिनको उज्यालोमा ऊ त्यत्तिकी राम्री देखिएकी थिइन उसले कपाल अघिल्तिर जुरो बाटेकी थिए रातो धागोको फुरको कानको पछाडि लत्रिरहेको थियो ऊ त्यस्ती काली थिइन नैऋत्य आज स्वास्नीसित सुत्न चाहँदैनथ्यो किनभने उसलाई मतान घरमा ओछ्यान लाउने आदेश दिइएको थियो स्वास्नीले मानौ डराउँदै भनी ओछ्यान तयार भयो तर उसको स्वरमा डरभन्दा बढ्ता उदासी थियो घरमा दुईजना नौला पाहुना आएका सायद ऊ चाहन्नथी उसलाई सत्कार र स्वागत अपूर्ण होला भन्ने डर थियो नैऋत्य नउठेकाले कोही उठेन निद्रा लागेको भए सुत्न जाओ रात धेरै गो उसले भक्त बिरेर बिरमानेलाई भन्यो मलाई निद्रा लागेको छैन दुवैजना उठे निमाले लालटिन देखाउँदै उनीहरूलाई मतानतर्फ लगी मतानमा उसले खानेकुरा राखेकी थिए नैऋत्यले आफ्नो पटुकामा घुसारेको खुकुरीको लामो कालो दाप निकाल्यो पटुकाको खुकुलो गाँठो फुकालेर नोटका 2-4 बिटा राडीमा राख्यो उसले एक बिटा गनिसकेर केही सोच्यो अनुहारमा मुस्कान देखा पर्यो यो मुस्कान उसको रौद्र रूपको या सौम्य शान्त भाव जसमा आफ्नो कमाई पसिना परिश्रम औ उल्लासको र साथै सन्तोषको जगमगाहट थियो एक भ्रामक खुसी उसको चेहरामा चम्किरह्यो अहिले ऊ शान्ति चाहन्थ्यो उसको मुठीमा गरम रगत थिएन पाखुरामा कुकुरीको कडा दाब समात्ने बल थिएन अहिले ऊ मानसिक र शारीरिक तवरले पूर्ण निद्रा चाहन्थ्यो दुःख र चिन्ताले हीन सुखको सास फेर्न चाहन्थ्यो ढोका बाहिरबाट एउटा हल्लुको आहट आयो परिचित पद ध्वनिले नयाँ मिठो सन्देश लिएर आयो उसकी ब्याइता स्वास्नी खास सुँगुरका ठुला ठुला चौटा जस्तै चाम्री र मिठी थिए बनाएका स्वास्नीहरू उसका कति थिए जो उसका दलका थिएनन् बनावटी र बाहिरका थिए जो टाढाबाट मुस्कान दिन्थे औ टाढाबाटै झुकी झुकी आफ्नो छातीलाई समर्पण गर्दथे तर यो ब्याइता यो फेरि अर्काकी स्वास्नी हुनलाई कबुल गर्ने हिम्मत राख्दिनथी राख्दियो त उसको हृदय कोमल हुनुको साटो वज्र बन्ने थियो विवाहित स्वास्नीबाट जो पनि यही पुरस्कारको आशा गर्दछ त्यसैले परदेश गएको मानिस फर्केर यही आशामा आउँछ उनीहरू सुतिसके उसले टाउको उठाएर भन्यो तैँले रक्सी दिस सुतिसके उसले भनी रक्सी पनि दिए नैऋत्यले कालो दौरा सुरुवाल र एउटा खैरो इष्टकोट लगाएको थियो अगेना र टुकीको राता उज्यालोमा निमाका आकृति सुनझैँ पहेँलो थियो उसको मैलो धोती पनि अहिले उसको सुनौलो आकृतिमा कैलो र राम्रो सुहाउँथ्यो कालो चिल्लो कपाल उसले राम्रोसँग कोरेकी थिइन एक दिन अघि कोरेको हुन सक्थ्यो उसले ओढ्नेलाई बक्सेस्थलमाथि खुकुलो छाडेकी थिए उसको रातो चोलामाथि घाँटी र छातीको पहेँलो रङ देखिन्थ्यो जसले गर्दा त्यस स्वास्नी मान्छेले एक किसिमको निमन्त्रणा र आकर्षण राख्दथे मुख चेप्टो दुई आँखाको बीच नाकको डिल बिलाएको औ साना साना आँखाको पलक आँखी बाउसम्म अग्दिएका बाक्ला थिए बत्तीको प्रकाशले उसका ती साना आँखा दुई काला थोप्ला जस्ता देखिन्थे जसमा सेतो भाग लुकेर बस्दथ्यो औ उघ्रिँदा सेतो कालो भाग लुकामारी खेल्दथे संक्षेपमा ऊ लोग्नेलाई चञ्चल नजरले हेरिरहेकी थिए नैऋत्य दृढ अविचल बसिरहेको थियो उसका आँखा केही उद्दण्डपनाले भरिएका चिसा र उन्मादी थिए उसले भनी नम्र र मधुरतासित आज धेरै टाढादेखि आएका थियो कि तुरुन्त जवाफ नपाएर उसले सवाल बदली रक्सी ल्याउँ कि उसलाई थाहा थियो नैऋत्य आफ्नो हालखबर उसँग सधैँ किन बताइरहन्थ्यो कुनै बेला लहर लाग्यो भने आफूबाट भएको विभत्स सफल घटनाको अनुभूति प्रकट गर्दथ्यो स्वास्नीलाई सधैँ उसित खुसी नै भएर देखा पर्नु पर्दथ्यो ऊ खुसी नै रहेछ भने उसले हँसिली रहनु पर्दथ्यो यसभन्दा बदलिएको प्रवृत्ति स्वास्नीमा देख्नु त्यो थियो उसको अपमान र असकुनको लक्षण उसलाई थाहा थिएन नैऋत्य अरू स्वास्नीको अगाडि स्वभावमा कत्तिको मर्द देखिन्थ्यो उसलाई थाहा थिएन अरू स्वास्नी मानिस उसलाई कत्तिको मायाले हेर्दथे ऊ चाहन्थे उसका अरू स्वास्नीहरू एक तिल पनि कपटको व्यवहार नगरून् उसलाई अनुभव थियो आफ्नो अङ्कमालमा ऊ कति मिठो थियो कति असल थियो नैऋत्य घमण्ड नभएको कस्तो मिठो बोल्ने सुशील शिष्ट थियो नैऋत्य कोही स्वास्नी मानिसले एकचोटि उसलाई चिन्न पाए भने उसलाई छोड्न सक्दिन तर त्यस्ती स्वास्नी मानिसबाट ऊ बाँचिरहोस् भगवान
नैऋत्यले आफ्नो प्रसन्नता प्रकट गर्यो, मुस्कुरायो, आफ्नी निमाको तारिफ हदसम्म गर्न चाह्यो। तँलाई जति हेर्छु उति त राम्रै हुन्छेस्। आज तैँले मलाई थकाइ लाइदिइस्, मलाई निद्रा लाइदिइस्। उसले दुवै हात फैलाउँदै भन्यो, तँलाई पाए मलाई रक्सी चाहिँदैन, धन चाहिँदैन, यो खुकुरी यो शरीर चाहिँदैन। म तेरो मनमा तेरो जिउमा बिलाउन चाहन्छु। त मेरी निमा होइनस्, त मेरी स्वास्नी होइनस्, त मेरी प्यारी रात पर्वत जङ्गल गुफा अँध्यारोमा मेरो लुक्ने शरण स्थान होस्। कति मिठो बोल्ने, असल उसको लोग्ने थियो। उसले आफ्नो मुस्कानले मुस्कुराए, तर यो उसको लोग्नेलाई रिझाउने साधन मात्र, एउटा नियम जस्तो मासुमा बेसार हाल्नुपर्छ अनि राम्रो देखिन्छ। फेरि पनि लोभ लाग्दो हुनलाई गाह्रो थियो। जबसम्म खानेले मुखमा हाल्दैन ऊ कसरी खन्चुवा हुन सक्थ्यो, जबसम्म उसलाई मासुको ताजा महकले खिच्दैन। उसले आज भुल गरी उसले राम्रो नयाँ साडी लाउनु पर्थ्यो, राम्रो चोलो लाउनु पर्थ्यो, कपाल पनि कोरिन। तर उसलाई के थाहा नैऋत्य आज घर आउने हो कि होइन। उसलाई केही खबर थिएन। कति दिनदेखि हराएको लोग्ने उसलाई सम्झेर आज राति घर आइरहेको थियो। यस्तै मैली फोरी स्वास्नीलाई उसले मनमा सम्झेको थिएन होला। यस्तै नराम्रीलाई आज उसले राम्री भन्नु परेको थियो। जो तारिफ उसले गर्यो नबुझिकन गर्यो। नैऋत्यको काखमा ऊ पछारिन गई। एउटा आकस्मिक पीडा र जलन लिएर उसले आत्मसमर्पण गरी आफ्नो अभाव, कमजोरी र दीनता लिएर ऊ रुन लागि। तिमी रोयौ। नैऋत्यले तुरुन्त उसको सुक्क सुक्कलाई सुनेर भन्यो, म सधैँ घरमा बस्न सक्दिनँ। मैले एकै थलोमा बसिरहेँ भने शत्रुले चाल पाउँछन्, मलाई हिँडिरहनुपर्छ। यो काम तिमी किन छोड्दैनौ? उसले आँसुको भल रोकेर भनी। म तिमीले यो काम किन छोड्दैनौ भने कि? नैऋत्यले आफ्नो स्वरलाई सुन्यो। त्यसमा अट्टहास सच्चा आवाज, आफैले बोलेको शब्द गर्जन उसले सुन्यो। तिमीले मेरो कामलाई हेर्यौ, बिन्ती गर्यौ। बिन्तीले मात्र यो मनले शान्ति पाउँदैन। मैले कतिलाई लुटेँ, कति घरमा चोरी गर्न गएँ, सब लेखो लाएर हेरौँ भने कति थोरै देखिन्छ। मैले कतिलाई लुटेँ, कतिलाई मारेँ। म एउटाको कामलाई हेरेर तिमीहरू भन्छौ लडाइँमा देखेनौ कति मान्छे गोली खाएर मरे, ती बग्रेलती मान्छेलाई कसले मार्यो? त्यो पनि एउटै मान्छे थियो, उसैले मार्न लगायो। उसले हाम्रो धन लुटेर दरबार बनायो। नैऋत्य मानौ आफूमा नै थिएन, ऊ निमासित पनि बोलिरहेको थिएन। ऊ कसैसित अदालतमा उभिएर बयान दिइरहे झैँ तिमी को आदरार्थीको सम्बोधन गरिरहेको थियो। तिमीले देखेनौ हाम्रो जस्तो लाखन गाउँका घरहरू खाने ठुलो र बलियो घर, ठुलो माछाको पेटमा भुराहरू अटाए झैँ त्यो दरबार घर उति माटो र बलियो भएर हामीलाई निलेर बस्थ्यो। हामीले उसलाई बिन्ती पुकार गर्यौँ भने उति घमण्डले सकिन्नथ्यो। त्यो दरबारको मालिक, त्यो सरकार त्यत्तिको निर्धक्क र बलवान थियो। आफ्नो बल बढाउनलाई नै उसले हामीसित लडाइँ गर्यो। तिम्रो भाइ थियो, त्यसैमा मर्यो। बिचरालाई ती राणाका फौजले कस्तो दुर्दशाले मारे। मैले त्यसको बदला लिनु थियो, तर अब राणाहरूको भुँडी निक्लिसक्यो। नैऋत्यले भुइँमा राखेको नोटका बिटाहरू टिपेर निमाको हातमा दिँदै भन्यो, यसलाई राख, फेरि 15-16 दिनपछि आउँछु, त्यसै बेला मागुला। त्यसपछि दुईजनामा एक किसिमको सुखको भाव सञ्चार भयो। दाम्पत्य आनन्दको पुनरानुभव, जसलाई ऐच्छिक सम्बन्ध भन्न सकिन्थ्यो। धेरै कालसम्म दुईले आपसमा मिठा सजिला कुरा गरिरहे। निद्राहीन रात पनि मिठासपूर्ण बित्दै गयो। उनीहरूलाई शुद्धि भएन। रात कसरी बित्दै जान्थ्यो, हावा कसरी चिसो हुँदै कोठाभित्र फटफटाउँथ्यो, मानव गौँथली पखेटा फटफटाउँदै अँध्यारोमा गुँड खोजिरहेको थियो। मतान घरमा भक्तवीरे आफ्नो नजिकै सुतिरहेको साथीलाई नागेर बाहिर आयो। ढोका ढप्काएको मात्र हुनाले बिस्तारै उघार्नलाई गाह्रो भएन। ऊ मतानको लिस्नोबाट ओर्लियो। बीचमा आँगन थियो। लेकको सिरेटोले रात ओर्लेको सूचना दियो। पूर्व दिशामा ठूलो प्रकाशको बाँध, जसभित्रबाट हावाको विशाल नदी फुटेर बाहिर बहन लागेको थियो। एकैचोटि ओसिलो लेकाली हावाले उसलाई जाडो गरायो। ऊ आँगनमा रोकियो। उसले विचार गर्यो, सोझै कोथपेतिर हिँडौँ। धेरै लामो बाटो छ, ओह्रालो उकालो, फेरि ओह्रालो र मजुवाको बगर। उसले नैऋत्यको घरको पिँढीमा टेकेर मूल ढोकामा ट्याक आवाज दियो। पहिले त उसले बिस्तारै ढकढकायो। भित्रबाट आहट नआएपछि केही जोडले घचघचायो। उसलाई निश्चय थियो नैऋत्य मस्त निद्रामा छ, किनकि बिहानको उज्यालो कलिलो थियो। चराचुरुङ्गीहरू बोलेका थिएनन्। फेरि उसलाई घचघचाउन असजिलो लाग्यो। उसलाई आफ्नो कामको जरुरतको चेष्टा पनि रहेन। ऊ खाली घर फर्किन चाहन्थ्यो। ऊ खाली ज्यामिरेको ओह्रालो ओर्लिन चाहन्थ्यो। ऊ धेरै बेरसम्म ढोकातिर पिठ फर्काएर उभिरह्यो। दुई हातलाई सुरुवालको खल्तीमा घुसारिरह्यो। उसले लाएको काने जुत्ता र आफूले अपनाएको विदेशी फेसन, जसमा टाउकामा टोपी नलाउनु पनि थियो, ले गर्दा पनि उसलाई आफूमा गाउँले परिस्थिति र वातावरणको अनभिज्ञताप्रति क्षोभ भयो। उसमा किन एकैचोटि साहस भरिएन? उसका भावहरू वेगशील नभएर किन कम बन्द चालले चल्दथे? तर नैऋत्यको भाव भक्तिप्रति भयकारी नभएर मित्रताको थियो। आखिरमा ऊ एकचोटि साहस
बटुलेर ढोकालाई घचघचाउन फर्क्यो तर यही बेला ढोका उग्रियो नैऋत्य होइन निमा चुपचाप उसलाई उभेर हेरिरही उनी सुतेका छन् भक्तले सोध्यो उनी राति नै हिँडिसके उसले जवाफ दिए मैले त भूतले घचघचायो भनेर डरले ढोकै खोल्न सकिन मेरो बन्दुक देऊ घर जान्छु भक्तले भन्यो बन्दुक म ल्याइदिन्छु निमा ढोकाभित्र गई बन्दुक लिएर ऊ फेरि आई भक्तको हातमा त्यसलाई दिएर भनी अब गइहाल्छौ एक दिन बस्यो भने आयु गाउँमा जात्रा छ भोलि गणेश स्थानको जात्रा भक्तले खुसी माने झैँ भन्यो जात्रा भनेपछि मलाई मजा लाग्छ हामी कहाँको जात्रा पनि हेरिहाल न निमाले हाँसेर भनी उसको मुस्कानयुक्त आग्रह टार्न मुस्किल थियो रेडियो कान्तिपुरमा यहाँहरू सुन्दै हुनुहुन्छ शब्द श्लाघा। शब्द श्लाघामा फेरि पनि यहाँलाई स्वागत छ। हामीले आज पनि शङ्कर कोइरालाको बहुचर्चित उपन्यास खैरेनी घाटको ससुर वाचन गरिरहेका छौँ। लागौं बाँकी अंशतर्फ। भोलि म पनि नाच्छु तिमी गीत गाउन जान्दैनौ म गीत गाउन नाच्न जान्दिन भक्तले उसको निम्तोलाई हृदयदेखि स्वागत गर्न सकेन। ऊ बिदा लिएर हिँड्ने सुरमा थियो तर निमाले भनी त्यसो भए तिमी स्वास्नी मान्छेलाई माया गर्दैनौ भक्ते उत्तरमा तत्पर थिएन। उसले हाँसेर भन्यो त्यसो होइन स्वास्नी मान्छे भनेपछि म सबैलाई माया गर्छु एकैजनालाई माया गर्दिन। मैले बुझेँ तिमीले माया गर्न पाएका रहेनछौ निमाले मिठो हिस्सी परेको उज्यालो आँखाले भनी। भक्तले थाहा पायो निमा जसको बारेमा बोल्थी इमान्दारीले बोल्थी भक्तलाई एकदम मायामा भिजेको हृदयले सहानुभूति देखाएकी ऊ पनि अलिकति अल्मलियो। भित्र आऊ निमाले भनी। उसका बढिसकेका गोडा रोकिए उसले केही अपूर्णताको अनुभव गर्यो। उसले भन्यो मलाई तिमीले गीत गाएको सुन्ने मन थियो तर त्यसो भए भोलि साँझसम्म आउन सक्दैनौ। निमाले भित्र पसेपछि सलाई कोरेर टुकी बाली खोलेको ढोकाबाट आएको मन्द प्रकाशले कोठालाई पर्याप्त उज्यालो दिन सकेको थिएन। अहिले दुवैजना एकले अर्कोलाई झन स्पष्ट देख्न सक्दथे। रातभरि राम्रै सुत्यौ निमाले भनी र अगेनमा आगो जोर्ने सुरसार पनि गर्न लागि। सुते मज्जासित उसले ढाँट्यो। सुतेको भए यति सबेरै किन उठ्थ्यो। दियालो बाल्ने एउटा होचो आँटमा खोस्टाले बुनेको एउटा चकटी राखेर भक्ते बस्यो। बन्दुकलाई अघिल्तिर भुइँमा ठडाएर शून्य मनले त्यससँग खेलिरह्यो। कहिले घोडा दबाएर कहिले बारुद हाल्ने पुवाल खोलेर बत्तीमा हेरिरह्यो। ऊ चुपचाप थियो। घर जाने जिद्दी गर्नु उसले आफ्नो हार ठान्यो। निमाले भनी तिमी बसिराख म पनेर जान्छु। ऊ ढुक्क थिए कि अब भक्ते घर जान सक्दैन। उसले बुझिसकेकी थिए भक्तेको आनाकानी केवल बहाना हो। उसले जानेकी थिए भक्तले माया गर्ने कायदा जानेको छैन। अब ऊ कसरी स्वास्नी मान्छेको निश्चयलाई भत्काउन सक्ला। भक्तले सोच्यो निमा पनेराबाट फर्केर आएपछि बिदा माग्छु तर त्यसबेला माग्ने आँट आएन भने फेरि एउटा दयाको पात्र बन्नेछ। जे होस् ऊ साहस गरेर भन्नेछ म जात्रा सात्रा हेर्न बस्न सक्दिन। मैले तिमीलाई भनिसके म घर जान्छु। तर उसले बिदा दिइसकेको कुरा सम्झेर ऊ फेरि निरुपाय भयो। कस्तुरी तिलकम ललाट पत्तले। एकछिनपछि उसले भन्ने कुरा पत्ता लगायो म भोलि पनि आउन सक्दिनँ। निमा गाग्रो लिएर निस्किसकेकी थिए। निमा पनेराबाट फर्केर आउन्जेल उसले पर्खनु थियो। धेरै बेर पर्खिनुपर्ने कुरा सोचेर फेरि ऊ अधीर भयो। त्यस स्वास्नी मान्छेको सन्मुख रहनुमा जतिको आनन्द थियो जात्रामा के होला। उसको अन्तर्मनले जात्रा हेर्न मानेन। ऊ आँटबाट उठ्यो। घरतर्फ जान भनेर उसले हातमा बन्दुक झुन्ड्यायो। सबेरैको उज्यालो फैलिएको देखेर उसलाई अबेर भएको बोध भयो। अब निमा पनेराबाट फर्किन्छे उसलाई यहाँ पाउने छैन। उसलाई आश्चर्य हुनेछ कि लोग्ने मान्छेको
अगाडि स्वास्नी मान्छेको ढिपी पनि कहिलेकाहीँ व्यर्थ हुँदो रहेछ। स्त्री र पुरुषको यस ढिपीले सङ्घर्षमा भक्तले आफूलाई विजय पायो, तर उसले स्वास्नी मान्छेको यस आकर्षणलाई मर्यादित रूपमा बचाउन मरिमेट्न सकेन। यस कुराले उसलाई अलिकति दुःख पनि लाग्यो। उसका घोडाहरू अनायास हिँड्न थालिसकेका थिए। भक्तले सती भएरका पोथ्राहरू नाग्यो। सल्लाहको फेदमा आड लाग्दै ठाडो गोरेटो सजिलैसँग ओर्लिन लाग्यो। कोथपेलाई दुम्जाको पहाडले छेकेको थियो। दुम्जाको रातो नाङ्गो थुम्काधुम्की बारीहरू उसका सन्मुख थिए। वातावरणको धमिलोपन बिलाइसकेको थियो। सुदूर उत्तर र उत्तर पश्चिमी हिमालय, सैलुङ र हिमालयका पहाडका चुचुराहरू घामको प्रथम किरणमा सुनौला हुन थालेका थिए। हिमालदेखि सोझै दक्षिण यता होचा अग्ला नापो नमिलेका कैला फुस्रा पहाड पंक्तिहरू पनि स्पष्ट देखिँदै आए। हिमालको चुचुरोमा सुनको मालुङमा लाग्दै थियो, जो देख्दा देख्दै स्वर्ण मन्दिर झैँ अपूर्व शोभाले देदीप्यमान भयो। त्यहीँदेखि सुनकोशी बग्दै आउँथ्यो। औ त्यही नदीको किनारमा बसेको खैरिन घाट अहिले कतै लुकेको थियो। ज्यामिरेको फेदीमा एउटा सानो खोलो बग्ने खोल्सो थियो। दुम्जाको ग्रामीण यही खोलासम्म धाएर पानी ओसार्छन्। यस खोल्साबाट अघिल्तिर आँटी सती बयरका बुटाबुटीले भरिएको ठाडो उकालोमा भक्ते चढ्दै थियो। यताउति कामी र सार्कीका घरहरूमा पालेका कुखुरा र सुँगुरहरू बाटोमा चर्दथे। बाटोमा हिँड्नेहरूलाई सुँगुरले छुने डरले हटेर हिँड्नु पर्थ्यो अथवा दबाउनु पर्थ्यो। भक्तवीरको बुद्धि सम्हालिन पाएको थिएन। उसको मनले अहिले ठिकसँग काम गरेको थिएन। उसले बाटामा आउने सुँगुरलाई लात हानेर धपायो। बाटो नागेर उड्ने चल्लाहरूलाई ढुङ्गा लिएर हान्यो। यो देखेर घरका मानिसहरूले उसलाई नराम्रो पनि भने। उसलाई निमाले भोलि जात्रा हेर्न डाकेको कुरा सम्झेर चञ्चलपूर्ण प्रसन्नता भइरहेको थियो। दुम्जाको भन्ज्याङमा भेट भएका हरिप्रसाद पण्डितसँग उसले ठिक कुरा गर्न सकेन। पण्डितले उसलाई पाठशालासम्म लगे। पण्डित सर्वज्ञ भएर पनि नजाने जस्तो उसलाई मन नलागेको बेला कुराहरू सोध्न लागे। अहिले भक्ते ठिक राम्रोसँग कुरा गर्न सक्दैन भन्ने अनुमान पनि गर्न सकेनन्। पाठशालामा किताब खोलेर बसेको एउटा विद्यार्थीले भन्यो, आज राति 4 जना चोर यही बाटो हिँडेका थिए। तिनीहरूसित चोर बत्ती पनि थियो। सुनेर भक्ते झसङ्ग भयो। उसित सुरुवालको खल्तीमा टर्च थियो। उनै राति चोर गाउँ गएको थियो। नैऋत्यसँग उसले केवल आश्चर्य प्रकट गर्यो। आजकल चोरहरू बढिरहेछन्। तैँले मेरो कुराको जवाफ दिनस् भक्ते भन्दै पण्डित बाजे उसँग चाख लिँदै कुरा गर्न थाले। उनी कोथपेमा पाठशाला राख्ने कुरामा जोड गर्दै थिए। भक्ते बिदा लिएर निस्किसकेपछि पनि पण्डित बाजे पाठशालाको झ्यालबाट टाउको निकालेर भन्दै थिए, हेर भक्ते, तैँले मन गरिस् भने कोथपेमा एउटा पाठशाला राख्न सक्छस्। पण्डित बाजे, पण्डितहरूलाई पढाउने धन्दा हुन्छ, खेतीवाललाई खेती गर्ने धन्दा हुन्छ। सबै आफ्नो कामको चिन्ता गर्छन्। आफूले जानेको काम कोही छाड्ने मन गर्दैन। भक्तवीरले सप्रति भएर जवाफ दिएको थियो। कोथपे गाउँमा कोही माझी पण्डित हुन चाहँदैन। हलो जोत्ने काम नपढेकाहरूले गर्नुपर्छ, यो उसको निश्चय थियो। भक्तवीर परदेश छँदै विचार गर्थ्यो, कोथपे गाउँ यहाँ जस्तो अपरिचित छैन। कोथपेको भाषा उसलाई सिक्ने जरुरत थिएन। यहाँ जस्तो कोथपेमा हुल छैन, गोलमाल छैन। यो काम पढे लेखेकाहरूको हो, जो हुल र गोलमाल गराउँछन्, हल्ला मचाउँछन् र छटपटिन्छन्। यस्ता गोलमाल र छटपटबाट ऊ सम्हालिन चाहन्थ्यो। यस्तो छटपट उसलाई पनि थियो। उसको मनमा शान्ति कहिल्यै रहेन। ऊ यस अशान्तिको मतलब जान्न चाहन्थ्यो, तर जति यत्न गर्दथ्यो त्यति ऊ आफूलाई अनेक झमेलाले अल्झिएको पाउँथ्यो। जुन होटेलमा भक्तवीर एउटा बेरा थियो, त्यसको अघिल्तिर ठूलो पार्कमा प्रतिदिन सभा हुन्थ्यो। कलकत्ताका मानिसहरू भाषण सुन्नलाई जम्मा हुन्थे। ऊ पनि हुलमा बसेर वक्ताको मुखको हावभावलाई खुब हेर्ने गर्दथ्यो। उसको खप्परले लाठीको मार पनि सह्यो। उसलाई मूर्छित अवस्थामा मानिसहरूले अस्पताल पुर्याएका थिए। ऊ सम्झने बल गर्दथ्यो, यी सब के कारणले भइरहेको छ। ऊ सम्झिन खोज्दथ्यो के उसले एउटा मुहल्लामा एउटी गोर्खाली लड्कीसँग प्रेम गर्यो भनेर उसले लाठी खायो? प्रेम गर्नु अनुचित थियो, यसैले ऊ अपराधी ठहरियो। ऊ सोच्दथ्यो त्यसबेला भारतले स्वतन्त्रता पाएको थिएन। स्वतन्त्रताका लागि भारतका मानिसहरू घोर सङ्ग्राम गरिरहेका थिए, तर उनीहरूलाई जहिले पनि निराश हुनु पर्दथ्यो। अङ्ग्रेज सरकार स्वतन्त्रताको मागलाई गोली हानेर लाठीचार्ज गरेर लगार्न चाहन्थ्यो। उनीहरूले भागेर जाने ठाउँ कतै थिएन। फर्केर फेरि जम्मा हुन्थे, कराउँथे, हल्ला मचाउँथे। सरकार लाठीले पिटेर लगार्दथ्यो। उसले जनताको आन्दोलन धेरैचोटि देख्न पायो। सरकार बलियो थियो, जनता बलिया थिएनन्। त्यसै बेला उसलाई अस्पतालबाट निकाले। ऊ आफ्नो नोकरी गर्न गयो, तर होटेलवालाले उसलाई नोकरी दिएन। ऊ बेकार भयो। उसलाई नोकरी पाउन गाह्रो भयो। ऊ नोकरीबाट किन निकालियो? होटेलवालाले ऊ जस्तो बेकार मान्छे जति पनि भेट्टाउन सक्थ्यो, किनकि भारत स्वतन्त्र भएको थिएन। अस्वतन्त्र भारतमा बेकारहरू दुर्लभ थिएनन्। उसले गोर्खाली लड्कीलाई प्रेम गर्न छोड्यो। ऊ जागिरी चहुन्जेल पो त्यो लड्की उसँग प्रेम गर्थी। होटेलबाट खानेकुराहरू चोरेर उसलाई दिने गर्थ्यो। बीचबीचमा रुपियाँ पैसा
पैसा दिन्थ्यो। अब ऊ निस्सहाय बन्यो। आम्दानीको साधन थिएन। ऊ भेट गर्न गयो तर उसले भेट दिइन। उसले थाहा पायो होटेलको अर्कै हिन्दुस्तानी बेरासँग प्रेम गर्न उसले थालिसकेकी थिए। भारत आजाद नहुन्जेल उसलाई जीवन धान्न मुस्किल मात्रै होइन असम्भव झैँ भयो। 2-4 पैसा पनि नपाएर उसलाई 2-4 दिन बोकबोके रहनु परेको थियो। जब भारत आजाद भयो उसले एउटा महलमा दरबानीको काम पायो। नोकरी पाएपछि उसले स्वराजको माने बुझ्यो। अङ्ग्रेजले राज गरेको महलमा हिन्दुस्तानी साहेबले अख्तियार गरे। उसले सुविस्ता पायो, खाना लाउन र खर्च वर्च सबै पायो। फेरि एउटी लड्कीसँग उसको इस्क पर्यो। त्यो आधा गोर्खाली आधा हिन्दुस्तानी थिए। त्यसकी आमा गोर्खाली, बाबु हिन्दुस्तानी थियो। ऊ आधा हिन्दुस्तानी आधा नेपाली मिलेको भाषा नराम्रोसँग बोल्थी। भक्तवीरलाई पनि त्यस्तै बिग्रेको भाषा बोल्नु पर्थ्यो। ऊ लड्कीलाई भन्दथ्यो, तिमीले नेपालीलाई प्रेम गरेपछि नेपाली भाषा राम्रोसँग बोल्नुपर्छ। जवाफमा ऊ भन्थे, म त हिन्दुस्तानी पनि होइन गोर्खाली पनि होइन। फेरि हाँसेर भन्थे, म त तिम्री प्रेमिका, प्रेमको अगाडि न गोर्खाली हुन्छ न हिन्दुस्तानी। त्यस लड्कीले उसलाई खुब ठगी। उसले पनि आफूलाई खुब ठगिन दियो। त्यसका गाला नरम थिए, गुलाबी रङको ओठ थियो, मुखको रङ रातो थियो, गोरो थियो। ऊ साडीलाई खुब सुहाउने गरी बाँध्दथे। त्यसलाई सुहाउने गरी ब्लाउज लगाउँथे, कपाललाई आकर्षक ढङ्गले बाँध्दथे। लामो कुर्कुच्चा भएको जुत्ता उसलाई खुब मन पर्थ्यो। टाउकोमा कपडाको फुल घुसार्थे। भक्तेबाट पैसा पाएर ऊ रुज, लिपस्टिक र पाउडर किन्थे। नक्कली नेल पालिस पनि बजारमा पाइन्थ्यो जसलाई रातो मसी हालेर बनाएको हुन्थ्यो। उसलाई असल र खराबको वास्ता थिएन। यस्तो सस्तो चिजको प्रेम गरेर ऊ भक्तेलाई प्रसन्न र समाजमा सम्मान पाउन चाहन्थे। तर सधैँ त्यस्ता नक्कली चिजहरू लगाउँदा उसले ओठ कालो भएको पनि पत्ता पाएन। गालाको छालामा खोइरो लाग्यो। औँलाका नङहरू पहेँला देखिन थाले। उसले सम्झिन लाग्यो पहिले भेट हुँदा ऊ कति राम्री थिए, कति आकर्षक थिए। अनि भक्तेलाई फेसन मन पराउने स्वास्नी मान्छेप्रति स्वत घृणा पैदा हुँदै गयो। ऊ सम्झन्थ्यो हाम्रो गाउँका स्वास्नी मान्छेहरू दुधको कुराउनी र नौनीले मुख माझेर नरम पार्दथे। पाउडर लगाउन उनीहरू जान्दैनथे। उनीहरूलाई ओठ रातो पार्ने जरुरत सुझ्दैनथ्यो। महलका मालिक साहेबले उसलाई त्यस लड्कीसित फँसेको थाहा पाएर निकालिदिए। उसको दरबानी छुट्यो। यद्यपि ऊ आफ्नो काम यथा समयमा गर्न आइपुग्थ्यो। मालिक साहेबको अगाडि ऊ इमान्दार नै थियो। सधैँ टाउकामा ह्याट लगाउने र ओठमा भर्खर सल्केको चुरोट च्यापिरहने आफ्नो मालिक साहेबको अनुहार सम्झिँदै उसले त्यस महललाई सधैँको निम्ति छाडिदियो। त्यस लड्कीसँग पनि बिदा माग्न गयो। पश्चिमतिर आकाशमा कोइला खानीका बत्तीहरू जगमगाइरहेका थिए। 2-3 दिन चिम्नीहरू कालो धुवाँ उकेलिरहेका थिए। अन्धकारमा सिट्ठी बज्यो। स्टेसनमा त्यस लड्कीले सेतो रुमाल हल्लाइरहेकी थिए। भक्तवीरे रेलको डब्बामा थियो। झ्यालबाट आखिरीपल्ट उसले पनि सेतो रुमाल हल्लायो, जुन रुमाल उसैले स्मृतिसूचक उसलाई दिएकी थिए। भक्तवीरे कोथपेक हाटको ढुङ्गामा बस्यो। रुमालले उसको निधारको पसिना पुछ्यो। त्यसबेला रुमाल अत्तरले सुगन्धित थियो। अब पसिनाले मैलियो। उसले बन्दुकलाई ढुङ्गाभित्र हालेर बहानाले ख्याउन लाग्यो। कोसीको बाक्लो धारमा ढुङ्गा ढल्पल गर्दथ्यो। त्यस ढल्पलको अनौठो मिठासमा उसले सबै कुरा बिर्स्यो। ऊ अब आफ्नो परदेशी वातावरणमा थिएन। अहिले उसलाई फुर्ती मिलिरहेको थियो। जब ऊ आफ्नो वातावरणमा अनुकूल पाउँथ्यो सधैँ आफूलाई अस्थिर पाउँथ्यो। एउटा गहिरो आनन्दको कौतूहलको भाव पैदा हुन्थ्यो, जुन भाव मानिसलाई हराएको चिज पाउँदा हुन्छ। उसले पनि एउटा हराएको चिज पाइरहेको थियो, निमा। आज उसलाई आश्चर्य भयो कसरी उसले अकस्मात निमालाई जात्रामा आउने स्वीकृति दियो। ऊ आफूले मन पराएको कुरालाई स्वीकार गरेर सफल बनाउन चाहँदैनथ्यो। भविष्यप्रति ऊ उद्देश्यहीन थियो। यसैले होला उसलाई स्वच्छन्द रहन मन लाग्यो। यही स्वच्छन्दताले गर्दा उसलाई बराबर असफलतासँग लडाईँ गरिरहनु पर्दथ्यो। नत्र ऊ कहिले हिन्दुस्तानबाट फर्केर यहाँ आउँदैनथ्यो। उसलाई निराशाले नै गाउँ फर्किन कर लाग्यो। उसले निमालाई फेरि आउने मन्जुरी दिएको ठिकै थियो। ऊ भोलि अवश्य निमालाई भेट्ने गरी हायु गाउँमा गणेशस्थानको जात्रा हेर्न जानेछ। अहिलेसम्म उसले आफ्नो उदासीलाई काम लगाउन पाएको थिएन। ऊ आँगनमा आइपुग्दा उसले धीर्जवीरलाई घरको ढोकाबाट हतपताएर आइरहेको देखेर तर्स्यो। मेरो बन्दुक लिएर कहाँ गएको थिइस्? मिजार धीर्जवीरले कड्केर भने। यही भन्न उनी यसरी हुत्तिएर आएका थिए। मेरो शिकार खेल्ने बारुद पनि सबै सिद्धाएर आइस? बारुद कसरी किन्नुपर्छ, कहाँ पुग्नुपर्छ? सकेको छैन, भक्तले सहज भावले भन्यो। उसले मैलो शिकारी जाबीलाई बाबुको अगाडि देखाउन उठ्यो। भित्र राख भन्दै बाबु भित्र हिँडे। घरभित्र गएर भक्तवीरले भन्यो, बाबु आज रिसाएका थिए कान्छी आमै, भात खाएनन्? तर जवाफ बुढी आमाले दिन रातभरि पिरल्लिरहेका थिए।
शब्दश्लाघामा हामीले शङ्कर कोइरालाको बहुचर्चित उपन्यास खैरिनी घाटको ससुर वाचन गरिरहेका छौँ। आजका निम्ति खैरिनी घाटको ससुर वाचन यति नै। आगामी हप्ता बाँकी तथा अन्तिम खण्ड लिएर आउनेछौँ। रेडियो कान्तिपुर सुन्दै गर्नुहोला। नमस्कार, शुभरात्रि।